Hey guys, good morning. हजुरहरुलाई स्वागत छ डे 2 अफ हेटौडा। हामीहरु चाहिँ अहिले धारामा जान लाग्यो पानी लिनलाई। म यता फुफु हुनुहुन्छ। हेलो हेलो ब्रस गर्न जाँदै त्यहाँ दिदीहरु आउँदै हुनुहुन्छ पछि। अब हामी चाहिँ गयौँ ल गाइस धारातिर। बस्नलाई नि चौतरै पिस यस्तो बस्ने बनाएको रहेछ है। कस्तो राम्रो गाइस। यसलाई के मन्दिर भन्छ? खोइ थाहा छैन। यहाँ चाहिँ मन्दिरहरु पनि जे भने मन्दिर थियो। मजा आइरहेछ ब्रस गर्दै बिहान उठेर बाटो हैन तर फुफु सेम यही भयो। आउनु म हिँड्न सक्दिन। मलाई चाहिँ अस्ति त्यो बाघ आएको भन्दै थियो कि डर लाग्यो त्यो बेला बाघीसँग थियो। ओ त्यहाँ पानी छैन। अ भित्र आएर जान। हैन जाएर। ओइ वहाँ टाढा जानी नुहाउनलाई नि। हेर्दा न टाढा हो नि। ओ यहाँ जुगा आयो भने कहाँ भाग्ने? नुहाउन आएको रे हामीहरु चाहिँ यो दिदी जाँदै हुनुहुन्छ यहाँबाट। पानी थापेर ल्याएछ कि धारामा। धारामा नै धाराबाट हुनु। धाराबाट अनि त्यसपछि दिदी पनि यहाँ एकदम नुहाइराख्नु भयो त्यहाँ फुवाजहरूको बजार जाँदै हुनुहुन्छ। यो चाहिँ खाना पाक्दैछ। खाना मासु भात त्यहाँ चाहिँ सेलरोटीहरू खाइरहेको छ। गाइस वी आर रेडी। दुला राजा हाम्रो दाजु। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार। अब यत्रो हिँड्ला स्कुटर नदेखेको होइन। हामी आयो। सुख सबै बाटेर अन्तिम दिनहरू दुःखका नआउला गाइस अब जन्ती जान रेडी। सबैजना जन्ती टोलीहरू। मेरो हिरो भाइ थकै लागेर बस्यो। फेस यस्तो टल्किरहेको गाइस रियलमा त यस्तो देखिरहेको। सोली र डोली आइरक सगुन गनबर तम्बाडम। बस चढ्न लाग्यो खाली बस। जन्ती टोलीहरू। हेलो कहाँ बस्ने? यता बस्नु खोइ गाइस गाडीमा बसिसक्यौँ अब जन्ती जानको लागि। जन्ती गइसक्यौँ है गाइस। गाडी
एउटा गाडी छ गाइस फाइनल आइपुग्न लाग्यो कहाँ आइपुग्यो कहाँ यस्तो फनफनी घुम्ने हो फाइनली अराइभ जमाओ भाइ के सब लगे गाइस हरियाली वन नेपालको धन यो के हो नाकमा के लाग्यो कालो यो ल गाइस बिहेको धुन सुनिराख्नु भएको होला यता गाइस स्वागतमको टोलीहरू यहाँ त्यो हेटौँडा यस्तो गर्मी यति गर्मी कि आमामा शीतल खोज्दै हिँड्नुपर्ने भएको छ यहाँ हामीलाई गर्मी भयो कता जाने हो अब थाहा छैन हामी चाहिँ अब यहाँ शीतल ताप्न आइपुग्यौँ तर रमाइलो यस्तो वन जङ्गलमा लाज लाग्यो साहित तिमी त मेरो बेहुली 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 आज किन सपना छुके जस्तो लाग्दैछ आज किन सपनामा छुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 पालाई मेरो फ्याफुलजी आमालाई मेरो फ्याफुलजी आँखेलाई मेरो फ्याफुलजी मामलाई मेरो फ्याफुलजी
थेपाले झन् सर ल्याएछ थेपाले झन् सर ल्याएछ हाम्रो त थेपाले ल्याएको ल ल आइपुग्नु भयो सबैजना थेपाले ल्याएको झन् संसारको रमलिरहेछ तिम्रै हुन जन्मेको हो कि म फिगर तिम्रो दामी अन्त न